फन्दामा परिस् साला ल जान्छु ल ल म चाहिँ कस्तो रहेछ हौ मुला परिस् फन्दामा ओभरटेक गर्ने हुँदाखेरि आफै पऱ्यो फन्दामा कस्तो रहेछ भने हेलो हाई सबैजनामा सेवा नमस्ते म प्रवीण राई र मेरो अहिले चाहिँ न्यू आइडी मैले बनाएको छु न्यू युट्युब च्यानल खोलेको साथीहरू र एमटी राइट भन्ने मेरो चाहिँ युट्युब च्यानलको नाम चाहिँ छ होइन छु मैले एमटी राइटमा भन्ने चाहिँ अब भिडियोहरू तत्काल हाल्ने गरेको छु र राइडको मात्रै हुँदैछ साथीहरू आज चाहिँ म भोजपुर जिल्ला हाम्रो देउरालीदेखि मैले यो राइड स्टार्ट गर्दैछु र आज फेरि हामीहरू धरानसम्मको यात्रामा छौँ अब अहिले चाहिँ 2 बजिसकेको साथीहरू अब अलिक ढिलो पनि भइसक्यो अब के काम गर्दाखेरि अलिकति ढिलो भयो सो मेरो नयाँ युट्युब च्यानलमा साथीहरू सबैले माया र साथ सपोर्ट इन्जोय गर्दै मलाई तपाईँहरूकै आभारी खाँचो छ क्या तपाईँहरूको मलाई एकदमै खाँचो भएको कारणले गर्दाखेरि चाहिँ म यो आज चाहिँ म फेरि धरान जाँदैछु भोजपुर जिल्लादेखि अब यो चाहिँ अहिले चाहिँ हामीहरू बसिरहेको छु यहाँदेखि म ठ्याक्क स्टार्ट गर्दैछु है भिडियो चाहिँ यता कल्पना पनि छ कल्पना मजाले राइटमा निस्किने छौँ र अब कहिले हुन्छ अब काठमाडौँतिर सो गइन्छ होला खोटाङ अनि जिल्लाको नाम के ताप्लेजुङ अनि त्यस पछाडि हामी लगतै एउटा गुफा पोखरीहरू हामी राइड गर्दै तपाईँलाई इन्जोय गराउनेछौँ साथीहरू सो हेर्दै गर्नु होला र सबैले मलाई चाहिँ माया गर्नु होला अनि साथ सपोर्ट र सब्सक्राइब पनि गर्नु होला मेरो यस नयाँ च्यानलमा भन्दै म आजको राइडहरू जान चाहन्छु है त यो बट्टा यो सुकुटी बनाएर दिदीलाई पठाइदिनु पर्नेछ विदेशतिर होइन अनि अच्छा काकाको च्यानलमा यसो केही भन्न हजुर काकाको च्यानलमा केही भन्न यसो ए काकाको च्यानल यो यतादेखि चाहिँ हाम्रो साथीहरू देउराली लाग्छ यतादेखि चाहिँ हाम्रो यो बजार जाने बाटो यता मासतिर र हामी चाहिँ अहिले देउराली तर्फबाट जान्छ है त साथीहरू यो चाहिँ बाटो यहाँ भोजपुरमा बनेको चाहिँ निकै थुप्रै भइसक्यो होइन यो चाहिँ जे होस् बन्दैछ तर बनाइसकेको छैन साथीहरू अब खोइ कहिले बनाइसक्ने हो थाहा छैन है बाटो कहिले बनाइसक्छ र भोजपुर जिल्लाको राम्रोसँग कुद्नु पाइन्छ भन्ने आशमै बाटो धुलो ओफ छ के हो ठक जान्छ नि बाइक यार यसपालि हिउँदो महिनामा एउटा सामान छ हाम्रो केमा चाहिँ त्यो शिवराम राईको के त्यो घडी के थियो नि दिदीलाई त्यही होला हो यो होला सायद मैले पनि हेरेको छुइनँ के म हालिदिन्थेँ त ल साथीहरू भोजपुर जिल्लादेखि चाहिँ हामीहरू हिँडिसक्यो है अब फेरि हामीहरू कहाँ भने ठक्क धरान आज 2 बजिसक्यो आज त झन् यार ला खोइ बाटो खोइ मुनिबाट जान्छ होला मुनिबाट बजार आजभोलि यस्तो बिजोक रहेछ नि भोजपुर जिल्लामा
साथीहरू। यस्तो बिजोक यस्तो बिजोक यस्तो बिजोक। यो चाहिँ हाम्रो भोजपुर देउराली है साथीहरू। भोजपुर देउराली चाहिँ साथीहरू हाम्रो हैन। यो हो हाम्रो साथीहरू पानी ट्याङ्की भन्छ यसलाई। यतादेखि हाम्रो घर जान्छ यो पानी ट्याङ्कीमा साथीहरू। यहाँ एउटा होटल पनि खोलेको छ फेरि भीमतुना भन्ने। सो यो चाहिँ तलको होटल पनि होला सायद, यहाँ माथि लिएको रहेछ भीमतुना। यहाँ फेरि होटल नयाँ दामी बनाएछ हैन। अब यहाँनिर हाम्रो गाडी के छ कसो यसो चेकअप गर्छौँ है त। अनि ट्याङ्की पानी ट्याङ्कीदेखि हिँडिसक्यो। बाइकमा हावासावा हल्का कम रहेछ, हावासावा लाग्यो है। अनि त्यस पछाडि हामी फेरि हिँडिसक्यो अहिले चाहिँ। अब जहिले पनि मेरो चाहिँ साथीहरू स्लो राइड मात्रै हुने गर्छ है साथीहरू। अब माइन्ड नगर्नु होला, के गर्नु यस्तै छ। यो चाहिँ यो ठाउँहरू कतिले देख्नुभएको होला हैन, कतिले देख्नुभएको छैन होला। जहिले पनि मन्दिर ढोक्नुपर्ने हुन्छ। यो चाहिँ हाम्रो भैँसीबङ्गामा चाहिँ अलिक सानो घुम्ती सानो छ हैन। अलिक यो धेरै टर्निङमा अब घुम्ती मसिनो छ क्या। टर्निङ चाहिँ धेरै छ, टर्निङ सानो छ, त्यही भएर अलिक जोगिनुपर्छ है यस्तो टर्निङतिर साथीहरू। टर्निङतिर ख्याल गरेर हिँड्नुपर्छ। हिजो पनि ल यस्तो टर्निङ छ, यस्तो घुम्ती साथीहरू सुतेरै कुदाउनुपर्छ है। यस्तो सुताइ कुदाउनुपर्छ है। आमामा अस्ति मैले यसो सुताउँदाखेरि साथीहरू मेरो जुत्तै फाटिगएको छ क्या। उ भएर जुत्ता घिस्रिएर जुत्ता मेरो अस्ति फाटिगयो एकचोटि। हाम्रो साथीहरू सेमचिला है। फेरि सेमचिला हामीहरू आइसकेका छौँ साथीहरू। सेमचिलाको यो तेर्सो रोड साथीहरू हैन। कहाँ तेर्सो छ यहाँ चाहिँ। अब कहाँ हान्दिउँ न त नि। हेलो साथीहरू, हामी चाहिँ यो जराएटार भन्ने ठाउँमा आइसक्यो। अरुण गाउँपालिका छ जराएटार। भोजपुर नै पर्दैछ होइन त नि। अब ए सुनसरी चाहिँ होइन होला। सुनसरी र ए यो चाहिँ हाम्रो भोजपुर जिल्ला नै पर्दैन साथीहरू जराएटारहरू है। हेर्नुहोस् दामी देखाएको छु तपाईँहरूलाई। अनि यहाँ चाहिँ पुग्यो हामी चाहिँ टक्क कति बजी 1 घन्टामा आइपुगेछ है। हामी 2 बजी हिँडेको होइन। 1 घन्टा आधीमा आइपुग्यो यहाँनिर जराएटामा साथीहरू। अनि फेरि अब यहाँदेखि चाहिँ लाग्नुपर्ने हुन्छ हामीहरू लेगो आउँदै। लेगोमा खाजा खान्छौँ होला एकछिन। अनि यहाँनिर छ कल्पनालाई भमिट आयो अरे, उसो बसिरहेछ यहाँनिर। यो हाम्रो आजको साग साथीहरू यी। अनि मासुहरू पनि आएछ है। यहाँ बसिरहेछ एउटा। हेलो गाइज, हेर्नु त आई लभ यु। घुममा उरी चुप्पा पैसा मारेर साथी बिरामी छ नि त होइन। सो त्यही हो ल हेरेकोमा गाइज। तिर लेगुवा भन्ने ठाउँमा आइसक्यो है। के गर्नु आयो लेगुवाको पुल यो चाहिँ साथीहरू। त लेगुवा अरुण भन्छ होला सायद त्यसलाई होइन। कहो न अरुण आइपुग्यो साथी। यो
हामी चाहिँ अब यहाँ खाजाहरू खान्छौँ। खाम्न खाजा भन्ने चिज त खानुपर्छ नत्र उ लाग्छ। यो चाहिँ खालि अलि अल्झी जान्छ यार। आम्मा सेट तो अल्झिन्छ अहिले। ल यहाँ अब खाजा खान्छौँ अनि हामी फेरि लाग्नुपर्ने हुन्छ साथीहरू। आया ल फ्राइड राइस साथीहरू खानाको लागि हामी चाहिँ रेडी। अब फ्राइड राइस र चाउमिन साथीहरू खानुपर्ने हुन्छ है। त्यो दामी साथीहरू हाम्रो चाहिँ फ्राइड राइस र चाउमिन चाहिसक्यो है। धेरै कलर लगाउनु भएको रहेछ त्यहाँ पनि यहाँ पनि। जति कहिले पनि 10 रुपियाँमा हाल्छु म त 5 र 10 मात्रै हाल्दिनँ। त्यो होइन नि तपाईँ खाना खाने खाजा साजा खाइसक्यो। अब चाहिँ फेरि लाग्नुपर्ने हुन्छ साथीहरू। 4 बजिसक्यो यार। चार बजिसक्यो यार 4। हामीलाई साथीहरू अब पाक्रीबास निस्किनको लागि 10 किलोमिटर मात्रै छ साथीहरू। हाम्रो पाक्रीबास निस्किनको लागि हामीलाई 10 किलोमिटर मात्रै छ है साथीहरू। अब पाक्रीबास निस्किन्छौँ हामी साथीहरू। अनि पाक्रीबासदेखि फेरि उता हिले अनि माथि तोङबाचोक। जाडो हुन थाल्यो साथीहरू। जाडो हुन थाल्यो जाडो। अब पाक्रीबास पुग्न 10 मिनट जति लाग्छ होला हौ सायद। 4 पाक्रीबास बजार। अब हामी पाक्रीबास बजारमा आइसकेको छौँ। यहाँदेखि हामी फेरि हिले पुग्नलाई खै 5 किलोमिटर जति होला लगभग। लस्टै चिसो रहेछ है। आम्मा चिसोको त के कुरा गर्नु र। चिसो छ मौसम अहिले। जाडो मौसम पनि हो नि त। सो त्यही भएको कारणले गर्दा चियो छ। नाकदेखि सिगान चुहेको छ। म थाहा पाउँदैथिन साथीहरू। नाकदेखि सिगान चुहिने छ तर थाहा पाउँदैथिन। सो माया साट्याउ मस्ती मस्तीमा मस्ती मस्तीमा। हिले बजार साथीहरू यो चाहिँ हाम्रो हिले बजार साथीहरू। हिले बजारमा चिसो मौसममा कति मिठो भएको हिँड्नलाई। हिले बजार सानी हिले बजार
हिलेको तोङबा चोक यो चाहिँ साथीहरू। हेलो साथीहरू, अहिले चाहिँ हामीहरू मूलघाट आइपुग्यो। ठ्याक्क कति बज्यो भने म तपाईँलाई देखाइहाल्छु ल। 6 बज्नु लागेछ है, 6 बज्नु लागेछ साथीहरू। 6 बज्नु लागेछ अनि अहिले चाहिँ हामीहरू मूलघाट आइपुगेको छौँ। यता छ हाम्रो भेटार बजार, ती साँझको भ्यूहरू है साथीहरू। अनि यहाँ पर छ भेटारकै सागहरू बबाल छ, ओरेन्ज। यो इस्कुसको जरा, यहाँ पल्लोमा चाहिँ हाम्रो मूर्ति, यहाँ छ है मूर्ति चाहिँ, यहाँ पर देखिँदा छ। र अहिले चाहिँ हामीहरू ठ्याक्क भेटार बजार आइपुगेर बसिरहेका छौँ। यहाँका उहाँहरू भ्यूहरू देखाउँदै बसिरहेको छौँ। ल अब लाग्ने हो फेरि होइन आजको। साथीहरू, केही देखिरहेको छैन होला है, बाटो मात्रै देखिँदो रहेछ, गाडीहरूको फक्स अनि बाटो देखिँदो रहेछ, त्यति नै हो साथीहरू। केही देखिरहेको छैन साथीहरू। आजको भिडियो चाहिँ यहाँ इन गर्छु है मैले। माया देखाउनु होला है त। बाई बाई, नेक्स्ट भिडियोमा भेटौँला फेरि पनि साथीहरू है त।